सम्पूर्ण साथीहरूलाई आज पनि हामी नयाँ भिडियो लिएर आइसकेको छौँ। आज चाहिँ मैले उहाँको भिडियो सञ्चालन गर्दैछु र आज चाहिँ हामी जाँदैछौँ सानो बाबु इमोहाङ यता हुनुहुन्छ। इमा हाई गर्नुहोस्। उहाँ चाहिँ बाहिर निस्किने साथ उहाँ चाहिँ खानुहुँदैछ बिकुट। उहाँले बिकुट गर्नुहुन्छ होइन, त्यही भएर मैले बिकुट भनेको भोलि पर्सि उसको मेमोरीमा पनि कैद होस् न त भनेर। अनि आज हामी यी ट्रेनमा कता जाँदैछौँ बुढा? हेर्दै जानु न कहाँ छन्। आज त ट्रेन यात्रा छ। अहिले हामी 15-20 मिनट भइसक्यो है। हामी फेरि अर्को ट्रेन लिएर जाँदैछौँ। आज हामी ट्रेन टु ट्रेन हामी इमो आयो भने बेबी आयो भने त छोडेर भन्दैन। त्यही हो, अब कहाँ जान्छौँ साथीहरू सबै हेर्नु होला है त। अनि हामीलाई हेरेर साथ दिनु होला, माया गर्नु होला। त्यही हो सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको माया मोह नै सबभन्दा ठुलो कुरा हो बुढा। अहिले एकछिनमा उहाँको रोमान्टिक कुराहरू आउँछ है। आज चाहिँ हामी एकदम रोमान्टिक मोडमा हिँड्दैछौँ है साथीहरू। आज हाम्रो अन्तिममा चाहिँ एकदमै राम्रो आज हामीलाई मलाई उहाँले स्पेसल बर्थडेको ट्रिट दिन लानुहुँदैछ। बर्थडे चाहिँ उहाँको, तर मैले गिफ्ट मागेको क्या। अब चाहिँ हामी बाहिर निस्किसकेको छौँ साथीहरू। यसरी होइन, ट्रेनमा चाहिँ मान्छेको चाहिँ भिडै भिड छ। अनि हामी जाँदैछौँ। अनि हाम्रो चाहिँ आजको यात्रा चाहिँ कतासम्म हुन्छ थाहा छैन। अप्ठ्यारो छ नि। अब यहाँनिर लिफ्टहरू पनि छन त छ, तर उहाँको बाबा यसरी बोक्नुहुन्छ। यो पनि मेमोरीमा कैद। अनि त्यस्तोहरू बोकेर हामी जाँदैछौँ ट्रेनदेखि। म चाहिँ अब भिडियो गर्दैछु नि त। अनि सहयोग चाहिँ खुट्टामा लाग्यो। अनि यस्तै छ, गाह्रो भए पनि अब बाउले त आफ्नो जिम्मेवारी पुरा गर्नै पर्यो। अनि हामी अर्को ट्रेन लिन कुद्दैछौँ। यो चाहिँ सबवे हो है साथीहरू। हामी सबवेभित्र अब यहाँतिर देखिराख्नेले त देखाइरहनु परेन, तर अब हाम्रो प्यारो घर परिवार साथीभाइ युट्युब च्यानलका साथीहरूलाई अघि हामी चढ्दाखेरि एक तला माथि चढेको थियौँ, अहिले फेरि एक तला माथि आइसक्यौँ। यस्तै छ यहाँको ट्रेन स्टेसनहरू चाहिँ। अनि हामी अहिले पनि अन्डरग्राउन्डमै छौँ। अनि हिँडिरहेछौँ। यहाँ चाहिँ कन्स्ट्रक्सनको काम गर्नु हुँदैछ उहाँहरू। अब हामी चाहिँ हिँड्दै अर्को ट्रेन कुन ट्रेन हो आई डोन्ट नो, उहाँजीले कहाँ लाने हो। म चाहिँ फलो मात्रै गर्ने हो। यहाँ के भयो थाहा छैन। पुलिसको धेरै भिड रहेछ। अब कसैले पुलिसको अब उयो हुँदैछ जस्तो छ। उहाँहरूलाई हामीले क्याप्चर पनि गर्नु हुँदैन। धेरै पुलिस रहेछ। पुलिस हेर्दा नि डर लाग्छ हो। के भएछ पनि थाहा पातो नै हे, पत्तो छैन। हामी जाँदैछौँ। अब म चाहिँ मान्छेलाई फलो गरेकी छु। अब हामी लिफ्टमा फेरि जाने हो कि क्या हो? लिफ्टमा लाने हो। ल कसरी समात्नुहुन्छ बिस्तारी। यसमा पहिला अलिकति उसको खुट्टा उयो गर्नु, म अगाडि जाउँ। अनि हामी चाहिँ अहिले चाहिँ लिफ्टमा चढिसक्यौँ। लिफ्ट चाहिँ एकदमै छ है। हाम्रो बेबीलाई हामीले अर्को एलिभेटर उहाँलाई लिफ्टमा लानुपर्ने हो, तर उता पनि लिफ्ट यता पनि लिफ्ट। लिफ्टमा कोही चाहिँ दौडिनु हुँदैछ। टुङ टुङ दौडिनु पनि हुन्छ उहाँहरू। हामी चाहिँ यहाँनिर समात्नु पनि पर्दैछ। अनि मैले पनि अलिकति खुट्टालाई माथि उचाल्नुपर्छ होइन। क्यामेराम्यान मात्र भएर चाहिँ हुँदैन। यहाँनिर चाहिँ लिनुहोस्। हामी आइपुग्यौँ। यत्रो तल थियो है लिफ्ट चाहिँ साथीहरू। फेरि हामी यो ट्रेनको सबै कता हो कता के साथीहरू। म त अनमलमै पर्छु क्या। अल्ल मल्लमा
एक तलादेखि फेरि माथिको तलाहरूले फेरि माथिको तला गयो फेरि गयो तलाको तला अब हेरौँ फेरि यहाँ एकछिन दुईजनाबाट बोकौँ अब उहाँ त फेरि बहुबल्ली बहिनीले लाग्छ सरी सिस्टर अनि हामी यस्तो साह्रो ऊ छ नि त बिचरा वीर छ मेरो बुढा गाह्रो छ हौ साथीहरू अब हामी फेरि यहाँ ट्रेनकोमा बहिनीलाई एक त लागिहाल्यो यहाँ यस्तरी आयौँ तलबाट चाहिँ अब फेरि यहाँ हामी अर्को ट्रेनमा जानेछौँ चरा कति धेरै परेवाको रहेछ त अब क्रसिङ जाँदैछौँ साथीहरू अब चाहिँ हामी के गर्दैछौँ ट्रेन कुर्दैछौँ यता हुनुहुन्छ इमहाङ सर हेलो इमहाङ हाई भन न इमहाङ त छक्क बिस्कुट खाँदैछ उहाँ इमहाङ मकै है छुनु हुँदैन है अहिले बाबाले किनिदिनु छ अनि हस् कुन मन पर्यो इमहाङलाई कुन मन पर्यो त्यो बस कुन कलरको रहेछ म कुन कलरको हो त्यो कुन कलर रहेछ बस खोइ बस कुन कलर मामु खोइ मामु कहाँ जानुभयो यता हेर्ने प्लेन कहाँ रहेछ प्लेन प्लेन रहेछ है सुन्नु नि सुन्नु नि ल म अहिले अचानक हामी खेल्ने ठाउँमा आइपुगेका छौँ खासमा सपिङ गर्न आएर इमोले यहाँ ठाउँ पायो ल गजबको रहेछ है बलिङ रहेछ सही रहेछ यहाँ सही रहेछ सोझा जस्तो गर्नु पर्यो नि त So what do we get? So this is Adventure Zone. You can buy the pass for Adventure Zone for $15. Okay. And they will give you a wristband. Okay. And socks like this, non-slip. Okay. You will learn. अब यहाँ फेरि बच्चालाई सस किन्नुपर्ने परेको एक कता हो किन्नुपर्ने फेरि क्यान्सन बटाल्नु ल यहाँ चाहिँ आमालाई इन्ट्री रहेन रहेछ Play other games or okay, no problem. रहेछ यहाँ चाहिँ अब खेल्नु पर्यो भने पोइन्ट सिस्टम रहेछ ल यो इमा काम बेबी आऊ यता इमा यता इमो यहाँ आउने यता त्यताबाट छिटो
इमो हान्दैन हाम्रो इमो त्यतिकै हो यो इमो हाम्रो एक्लै पो बरु यहाँनिर आज पारा ल्याउँदैछ भित्र कोही छैन त इमो कुकु हा खै कुकुवा पिकाबु पिकाबु ल हाई फाई हाई फाई हाई फाई ल हाई फाई इमो हाम्रो बाबाको हाई फाई ऊ यहाँ ऊ सिस्टरले के गर्नुहुन्छ त ल इमो हामी आज एक्लै यहाँनिर खेलिरहेको अवस्था इमो खेल्नु उता अरू जस्तो खेल्नु बाबालाई जान नदिँदो रहेछ यहाँ चाहिँ भित्र ए यो Yay! के हुँदैन के बस्छ न के हुँदैन इमो यता राउन्ड एन्ड राउन्ड गर्नु ल इमो राउन्ड एन्ड राउन्ड यहाँ छिटो इमो मकै इमो ह्याप्पी हो इमो त आज बुबु पनि खानु परेछ नि त के हो अचम्म अब छोडेको इमोले ल वेट रेड यो कुन कलर यो कुन कलर यो कुन कलर ब्ल्याक गुड जब यो कुन यो ग्रीन गुड बोय लु यहाँ जाउँ अब ऊ ट्रेनमा यमा ऊपर ट्रेन छ ऊपर ट्रेन ह्याप्पी ट्रेन जाउँ यस्तै ठाउँमा बस्नु निस्किँदैन तिमी यहाँ हेर्नु यहाँ माथि के रहेछ उता टुङ्गो हुन्छ मलाई चाहिँ एउटैमा चाहिँ मनपर्ने भएर हैरान उसलाई चाहिँ गाडी यति खेल्ने ठाउँ छ ल छे 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 इमो जानु क्रिसमस जानु क्रिसमस जान जम्पी जम्पी उसलाई केही छ छैन त्यहाँनिर उसलाई एक ठाउँमै मन पर्यो त्यही मन पर्यो यहाँ जाने यहीँ यहाँ हेलो हेलो गर्नु हेलो हेलो आनु आनु बस्नु दे यहाँ राउन्ड एन्ड राउन्ड राउन्ड एन्ड राउन्ड गर्नु यहाँ इमो
इमो यहाँ बस यहाँ यता हेर न सनम हेलो राइट वुमेन ब्लिङ्क ब्लिङ्क गरी यता राउन्ड एन्ड राउन्ड पनि गर्नु राउन्ड एन्ड राउन्ड ब्लिङ्क एन्ड ब्लिङ्क हो माथि आउँदैछ यहीँ राउन्ड एन्ड राउन्ड पनि गर्ने है म जिन्दगी बच्चाहरूलाई आनन्द छैन र हेर्नु त आम्मा जस्तो भन्नु त्यस्तै खेल्ने कुरा कति छ खेल्ने कुरा हेर्नु साथी हो अनि यहाँ भित्र उफ्रिनलाई लिएको खास त टिकट उफ्रिन टिकट लिएको तर उफ्रिन छोडेर यतैतिर टिकट लिएको चाहिँ पैसा तिरेको चाहिँ खेल्दैन नतिरेको चाहिँ यतै है म हाई गर्ने म हाई गर्नु हेलो भन्नु ए त इमो घर जाऊँ ल अब जाऊँ घर जानु नमान्ने जाऊँ घर ल अहिले चाहिँ मामले इमोलाई नाइक स्टोरमा ल्याउनु भएको इमो निदाहरू उठ्नु भएको छ है इमो भर्खर उठ्नु भएको छ कस्तो लागिरहेछ इमोलाई अल्छी लागिरहेछ अहिले है इमोलाई अल्छी लागेर छ मामु जाऊ भेटेन तिमीले कहिले पनि भेट्दैनौ त्यस्तो कुराहरू मलाई थाहा छ